ल हामी अहिले चितवन नेसनल पार्कमा छौँ। यहाँ सफारीबाट पार्कहरू हेरेका छौँ। अलिकति बाटो रफ भएको कारणले यो सफारीले अलि झेक्दो रहेछ। भिडियो त्यति राम्रो क्लियर आउने भएन। हामीसँग यहाँ अगाडिहरू पनि हुनुहुन्छ, त्यहाँ गाइड हुनुहुन्छ। यहाँ दिपक भाइ, हेलो दिपक भाइ छन्। नेपालकै सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज 2वटा जिल्लामा भएको यो निकुञ्जमा चाहिँ हामी घुमिराखेका छौँ जङ्गल सफारीमा। ल उता नारायण भाइ पनि छन्। यसो नारायण भाइ यता फर्किदियो। ल अनि यता मिलन भाइ, हेलो विष्णु भाइ। हामी 4जनाको ग्रुप। यहाँ अरू साथीहरू हुनुहुन्छ, हामीसँग विदेशी पाहुनाहरू, टुरिस्टहरू पनि हुनुहुन्छ। अगाडि त्यहाँ केही भेटिँदैछ। यहाँ नेउरी मुसो भेटिँदा पनि हाम्रो टुरिस्टहरूलाई के हो भन्ने चाहिँ पर्यो। बाटोमा बस्दिएको छ यहाँ हेर्नुपर्छ। त्यहाँ बस्नु पर्ने कि अब त्यहाँ बसेर टिप्पो पार्न कति तिमी चितवनै बस्यौ भने कति लाग्छ त्यहाँ पैसा? खाना त्यहीँ 1500 भित्र हो। उडिसाको पछाडि अर्को गाडी पनि यसरी आइरहेको छ। अघि राइनो भेटिएको थियो एकसिङे बिचमा। यो भिडियो चाहिँ अलि ढिलो लिएको हो। हामी लक्कीली मात्रै यहाँ चितुवाहरू, टाइगरहरू भेटिन्छ भन्ने सुनेको। यहाँ गैँडा देखिएको छ त्यहाँ पर चाहिँ। त्यहाँ गैँडा धेरै एउटै छ होला जस्तो छ। त्यहाँ एउटा गैँडा छ, एकसिङ गैँडा। यहाँ कतिवटा एकसिङ गैँडा पाइन्छन् भाइ? त्यहाँनिर छ, मैले जुम गरेर देखाउँछु। पछाडि जाऊ न, पछाडि। एक्सक्युज मी। अगाडिबाटै देखिएको थियो अघि।
एक सिंहकाँडा त्यहाँ चरिरहेको छ। टिकटक बनाउने अनि जङ्गलको चाहिँ अलि डेन्जरै हुन्छ है यो। त्यो एउटा हिँड्ने छ भने त्यसलाई चाहिँ पालेको हो एनटिएनसीले, त्यसलाई रेस्क्यु गरेर ल्याएको हो। हजुर यो चाहिँ अलिकति हल्ला चाहिँ नगरिदिनु होला है यतातिर आयो भने। यो हान्न नि आउँछ, एकचोटि हामीलाई हान्न आएको हो। हान्न आउँदैन, ऊ हान्न आउँछ, हान्न कोसिस गर्छ। अब डर उसले पनि डर हुन्छ नि त। चुप्पला पुस्नु पऱ्यो हल्ला नगरिकन। त्यहाँ छ गइडा चरिरहेको छ। तिनीहरूको सिङ पनि रौली बनिएको रौली बनिएको सिङ। त्यसो सिङ समातेर त्यहाँ बस्ने मजा आउँदो यार। हामी अझै पछाडि जाने, अझै एडभेन्चर लिउँ न, सिलट पनि। कति रहेछ यो? के भन्नुभयो यसलाई? हाम्रोमा चखेवा रुडिसिल चखेवा। यो चखेवाको जोडी जस्तो भनेको सुनेको थिएँ। त्यहाँ दुईटा चखेवाहरू बसेको छन् त्यहाँ। यो राप्ती नदी हो। अत्यन्तै नजिकै भएर यो एउटा सिङ्गल कहिल्यै नहिँदो रहेछ कि चखेवाको। तपाईँहरू पनि चखेवाको जोडी जस्तै भन्नु होला। चखेवा सिया रहेछ त। राप्ती नदी एउटै नैले एउटा मर्यो भने त एउटा के नखाइकन मरिदिन्छ, त्यस्तो खालको हुन्छ। त्यस्तो माया हुन्छ। असाध्यै अरू यसको बारेमा केही भनिदिनुहुन्छ? हाम्रो यहाँ गाइडरजी हुनुहुन्छ। यस्तै जोडी पाउनु मान्छे नि भाग्य। यतातिर भ्यू टावर पनि रहेछ यस्तो काठको। मैले भिडियो पज गर्दै हेर्दैछु, सबै भिडियो बनाएर धेरै लामो हुने भयो। हाम्रो 2-3 घन्टा 3 घन्टा जतिको यो टुर हो, यो जङ्गलको सफारी हो। मृग 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 है, त्यहाँ कोही छ, त्यहाँ छ, यहीँ छ है, यहीँ छ है, यहीँ छ है। ओ अर्को मृग भएको। यहाँ मृगहरू छन्। यता गइसक्यो। मृग यहाँ छ, यता छ, यहाँ छ, यहाँ छ है, यहाँ छ। मृग देखियो। Oh no. पछाडि बच्चा Also has a baby. अझ यता पनि छ, अर्को पनि छ बेबी। another baby. And here they are called major food of tiger. They love to eat it. And the tiger, they prefer to eat somebody the bigger than this one. They are like cows, calf. Yeah, to hide. Wow, it's beautiful. आवाजले यस्तो भागिहाल्छ नि। गाडी चलाउँदा हिँड्न रहेन। गाडी हल्लेर अलि राम्रो त्यो आएको छैन। यता पनि देखाउ त। हेलो, हाई हाई। मोडेल छ यहाँ।
बोदेल छ यहाँ कालो बोदेलहरू बोदेल देखिएको छ कालो बोदेल जङ्गली बोदेल हो अगाडि पनि छ यहाँ पुरै अगाडि लैजानु त यस यस ओके यहाँ बोतलहरू छ बोदेल खुब चरिराखेको छ धेरै नै ग्रुपमै रहेछ 3-4 देखेको छ बच्चाहरू पनि रहेछ। बच्चाहरू रहेछ अर्को बच्चा उत्तर रहेछ धेरै नै रहेछ बच्चाहरू नजम्दम यो अगाडि बाटोमा छ यो कोसुवा बाटोमा बस्थिएको छ झर्न पाइन्छ नि खै नसक्दैन त यो कोसुवा छ तेरा के चिन्छ होला नि त अनि त्यहाँ क्रोकोडाइल छ गई छ एकदमै दुईजना दुईटा गई छ क्याप्चर गरेर भालेपछि एकै ठाउँमा छन्। लौ गरे हन भाइहरू जिस्केर आए। ओ त्यहाँनिर हो दुईजना हान्केर मेल्ने माया गरे हन त्यहाँनिर छ नि यसले त्यो धेरै क्याप्चर गर्न सकेन अनि यो किनाराको कलर हुँदो रहेछ त्यो साम्बो डियर भन्नुभएको छ यहाँ हाम्रो गाइडरले त्यहाँ यसलाई जयाहरू पनि हो यहाँ छ ए ठुलो छ यो जरा हो हिजो आयो These are seas, I don't know. यतै हेरेको छ यतै हेरेको छ ल धेरै मजाले देखिएको छ है भिडियोमा त्यति क्लियर आएन जरा साम्बो डियर साम्बो डियर त्यो जरा धेरै यहाँ डियर भेटेको छ फेरि यहाँ त ग्रुप नै छ ठुलो ग्रुप छ पुरा चढेको छ मास्टर बाँदर पनि छ यहाँ हामीले चाहिँ स्पटेड डियर डियरको बेस्ट फ्रेन्ड भनेको मङ्की हो भन्दै हुन्छ हाम्रो यहाँ डियरको चाहिँ एकदम बथान नै छ बथान छ डियर एकदम साथी भनेको चाहिँ बाँदर हो भनेर चाहिँ मङ्की हो भनेर चाहिँ हाम्रो गाइडले भन्दै हुनुहुन्छ यदि बाँदरलाई कहिले आक्रमण गर्न खोज्यो भने यिनीहरूले चाहिँ आवाज हालिन्छन् भनेको भेटिन्छ वहाँ मयूर नाचेको छ यस्तो राम्रो नाचेको छ त्यहाँ मयूर जङ्गलमा यहाँ छ अलिकति क्यामेरा क्याप्चर गरेर टाढा भएर भालेपछि दुईटै छन् माया प्रति घाँसिरहन् लभ गर्नको लागि यो मयूरको छुट्टै कथा रहेछ यो भाले नाचेर यो मिटिङको टाइममा पतिलाई फकाउनको लागि नाच्छ अरे हाम्रो यहाँ गाइडरले भन्नुहुन्छ चाहिँ गर्भधारण गर्छ भन्ने कुरा हाम्रो अनि मान्छेको चाहिँ के अरे केटाले दरैबोटे ताल रहेछ यहाँ जहाँ माछा पालन भइरहेको छ माछा पालन पनि भइरहेको छ यसमा मत्स्य पालन भइरहेको छ के मनोरम दृश्य देखिरहेको मनमोहक छ हामी यो दरैबोटे तालमा छौँ यो बिचमा उठेर बिचमा आयरल्यान्ड
छ